तपाईहरुले अहिले यो भुइँमा देखिरहनु भएको जन्तुलाई चाहिँ सासु र बुहारी मिलेर कराईमा हाल्न आँटेको है साथीहरु। मम्मीले चाहिँ मजाले काटकुट पारेर चाहिँ यसलाई ल नानी तिमीले चाहिँ साह्रै मिठो बनाउँछौ है भनेर चाहिँ मलाई धोई पखाली गरेर दिनुभयो। त्यति भनेपछि त म फुरुङ्ग अनि हुन्छ मम्मी भनेर मजाले तेल सेल हालेर चाहिँ मजाले पाराकुरुक पार्न आँटे। हेर्नुस् त कति ठुलो रहेछ के 5 किलोको थियो के। यो त हाम्रो मम्मीले पाल्नु भएको हो नि। फेरि कस्तो जागरी हुनुहुन्छ हाम्रो मम्मी फेरि हेर्नुस् न। अनि मजाले मर मसला हालेर चाहिँ मजाले भुट्यौं। यो भुट्दाखेरि त पुरै गाउँ नै बास्ना आएको थियो क्या। मम्मीले त परैबाट ओहो म यत्तिकै भन्दिनँ नि कति मिठो पकाउँछु नि हेर त पुरै गाउँ बास्ना आउन आँटो भन्दै हुनुहुन्थ्यो मम्मीले। अरूले पनि कसको घरमा पाके हो यति मिठो भन्दै थिए। त्यस्तो मिठो बनाउँछु क्या म साथीहरु। अब यो भिडियोमा चाहिँ क्वालिटी देख्दैन त्यस्तै हो तर साँच्चै मिठो छ क्या मेरो हात। अनि हेर्नुस् न के गर्नु लोकल हो भुटेर भएन पानी झम्लङ्गै हाल्नु परिहाल्यो। झोल खानै पर्यो लोकलको त हैन। यसरी झोल हाल्यौं अनि झोल उम्लिन दियौं। अनि उम्लेर रेडी भइसकेपछि यसरी मैले धनियाले गार्निस गर्दै कस्तो मिठो भएको थियो। सबैजनाले खुसी भएर खानुभयो है। धन्यवाद।